कानुन दह्रो नभएको कारणले गर्दा हो होइन। अब हामी यसरी महिलाहरू उत्रिन्छौँ, बेला बेलामा उत्रिन्छौँ, तर अपराधीहरूलाई चाहिँ के भएको छ भने यो 1-2 दिनको मात्रै हो, त्यसपछि फेरि उस्तै हुन्छ, कानुन त्यही हो। अनि जेलमा गएर पनि केही गर्ने होइन होइन, दाल भात खाने हो, अनि त्यही सिप सिक्ने हो, पैसा कमाउने हो, आउने हो, त्यो पनि भएको छ क्या अहिले मानसिकता मान्छेको चाहिँ। त्यो भएर पनि अपराध चाहिँ बढेको जस्तो लाग्छ है मलाई चाहिँ। अब जेलमा पनि अलिक कडा सजाय हुने होइन, अपराध गरेर आएको मान्छेलाई चाहिँ सजाय नै दिलाउने गरी हुने हो भने यो क्राइम चाहिँ अलिक घट्छ कि जस्तो लाग्छ मलाई चाहिँ। जस्तो स्कुलमा पनि हामीले नजिकै उजिरसिंहमा पनि केही समय अगाडि छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको समाचारहरू आएको थियो। यसको लागि विद्यालयमा पनि छोरी चेली छात्राहरू सुरक्षित छैनन् भने, अब गाउँ समाजमा पनि यस्तो घटनाहरू दोहोरिन्छन् भने यसको लागि के गर्नु पर्ला, अथवा हाम्रो क्षेत्रबाट के गर्न सकेला, के लाग्छ तपाईँलाई? अब हाम्रो क्षेत्रबाट चाहिँ के गर्न सकिन्छ भने एकदमै मेन त सरकारले कानुन बनाउनु पर्यो होइन। क्षेत्रले भन्दा पनि मेन सरकारले कानुन ल्याउनु पर्यो, कडाभन्दा कडा सजाय ल्याउनु पर्यो। फाँसी दिन सकिँदैन भने पनि अरू पनि 100 वटा अप्सन त छन् नि त सजाय दिनको लागि, हो त्यस्तो सजाय ल्याउनु पर्यो। अनि क्षेत्रमा पनि त्यसका लागि चाहिँ कुनै निकाय कायम गरेर होइन राखेर चाहिँ त्यस्तै अपराधी केस नबढोस् भनेर त्यसका लागि एकदमै कडा सजाय दिलाउने गरी खालको नियम लागू गर्ने हो भने यो अलिक घट्छ कि जस्तो लाग्छ मलाई चाहिँ। मलाई के लाग्छ भन्दा 2072 सालमा जुन हाम्रो संविधान लेखिएको थियो त्यो संविधानमा धेरै स्ट्रिक्ट रुलहरू बनिएन। जहाँ स्ट्रिक्ट रुलहरू लेखिएन, जहाँ स्ट्रङ जुन काण्ड जुन हत्याकाण्डहरू हुन्छ त्यसलाई के भन्छ त्यसलाई एनालाइज गर्न या त्यसलाई नियन्त्रण गर्न धेरै नियमहरू राखिए पनि त्यसलाई कार्यान्वयन गरेन। होस् नियम नभएको होइन, नियम छ नेपालमा, कानुन धेरै राम्रो पनि छ, तर त्यसलाई कार्यान्वयन भएन, लेखेको कानुन अनुसार कार्यान्वयन भएन। जस्तै हाम्रो गरिबहरूको लागि कानुन भएन, मिडल क्लास फ्यामिलीको लागि कानुन भएन। जस्तै यदि धनी व्यक्तिहरूले त्यस्तो घटनाहरू गर्छ भने धनी व्यक्तिहरूले कोही गरिबलाई राखेर त्यसको साटो अदला बदली गरेर लाइक सब्स्टिट्युट गरेर आफू नियन्त्रण भएर त्यसलाई जेलमा राखेर आफ्नो सजाय त्यसरी कायम गरेर हुन्छ। त्यसैले हामीले यसलाई कायम गर्नको लागि 2072 सालमा लेखेको कन्स्टिट्युसनलाई फलो गरेर स्ट्रिक्टली फलो गरेर या त्यसमा केही एड गर्न सकिन्छ भने केही यस्तै रेपहरूको कुराको दण्डहरू एड गर्न सकिन्छ भने त्यसलाई एड गरेर त्यसलाई कार्यान्वयन गर्नुपर्छ। मलाई चाहिँ के लाग्छ भन्दा एउटा कानुन बनिसकेपछि कार्यान्वयन हुन जरुरी छ। म पनि एउटा कानुनको विद्यार्थी हो, म पनि कानुन पढ्दैछु, तर कानुनमा भनिएको हुन्छ, लेखेको हुन्छ, लिखित रूपमा मात्र भयो, लिखित रूपमा मात्र नभएर हामीले कार्यान्वयन पनि गर्न पर्यो। ठुलो पदमा भएको मान्छेहरूले चाहिँ हेर्न पर्यो कि अब निर्मला पन्तदेखि कति हत्या भइसक्यो, बलात्कार भइसक्यो, त्यसलाई अनुसन्धान गर्ने एउटा टिम बनाउन पर्ने थियो पहिल्यै। अनि त्यसपछि त्यसमा राजनीतिको चलखेल नहुन पर्ने थियो। त्यसैले म के भन्न चाहन्छु भन्दा हत्या भएको छ, कसैलाई रेप भएको छ, रेपको हत्याको मात्र मर्डरको मात्र कुरा नभएर हरेक कुरामा अनुसन्धानको एउटा टिम बनाउन पर्यो। अनि त्यसपछि त्यो लेखिएको कानुनलाई चाहिँ कार्यान्वयन गर्न पर्यो, जसले गर्दा शान्ति सुरक्षा कायम हुन्छ। आजको हाम्रो जमघट हिजो हाम्रो प्रोटेस्ट भयो, हजुरलाई थाहा होला होइन, शान्तिपूर्वकै भयो, हामीले आफ्नो प्लान अनुसार नै गऱ्यौँ। र आज पनि हाम्रो प्रोटेस्ट गर्ने हाम्रो प्लान थियो कि बट अब काठमाडौँमा अब बुवा आमाले होइन अब त्यहाँ भइसक्यो गऱ्यो के कति कुराहरूको। सो त्यही भएर आज हामीले अब यहाँ दीप प्रज्वलन कार्यक्रम सुरु गर्न लागेको छौँ। अनि सबैहरू जुट्नु भएको छ, अझै जुट्दै हुनुहुन्छ। सन्देश के दिन चाहन्छु भन्दाखेरि हामी यति एग्रेसिभ भएर हामी यति धेरै होइन आफ्नो पसिना बगाएर हामी रोडमा उत्रेको, हामीले सक्यो भने हामीले खुन पसिना बगाउने हो नि त आफ्नो न्यायको लागि। तर यति गर्दा पनि हाम्रो आवाज वहाँ पुग्यो कि पुगेन, वहाँ के खालको नियम बन्यो होला, त्यो बन्द कोठाभित्र आमा बुवालाई खाना खुवाइएको छ, यो गरेको छ, एकदम मन त अझै पनि हाम्रो पोलेको छ, अझै पनि हामीलाई न्याय पाए जस्तो फिल भएको छैन। तर पनि आशा यो गर्छौँ कि उहाँहरूले न्याय पाउनु भयो होला होइन, हामीले जस्तो सोचेको थियौँ नि त्यो खालको सजाय उहाँ मिल्छ होला। थाहा भयो कि फाँसी दिने मिल्दैन भन्ने कुरा हामीलाई थाहा भयो। अब यसको लागि हामी लडेर पनि काम छैन, बोलेर पनि काम छैन, तर यस्तो नियम आओस् कि मतलब यो रेपिस्टलाई शरीर काँपोस् कि हामीले गर्नुहुन्न। म पनि 2टा छोराको आमा, भोलि गएर मेरो बच्चालाई मेरो छोरालाई पनि यो गर्ने हिम्मत नहोस् कि यस्तो गरे खण्डमा मेरो बच्चालाई पनि त्यही सजाय होस् कि जुन अहिले रेपिस्टलाई हामीले माग गरेको छौँ। सो यो खबर उहाँसम्म पुगोस् र सरकारले यस्तो नियम बनाओस् कि भोलि गएर रेपिस्टले यो गऱ्यो भने ओहो यस्तो हुने हुन्छ है, उसको शरीर अहिलेबाट काँप्न सुरु भओस् कि त्यो खालको नियम बनोस् भन्ने हामीले चाहन्छौँ र बन्छ भन्ने एउटा विश्वास पनि छ बालन सरकारप्रति। यो काम छुट्टै हुन्छ पनि भन्ने आशा छ है।